नमस्कार, हेलो, राम राम। मैं हूँ अपने संगारी सोबी चौधरी और थारा नेपाली रिएक्ट्स में सबको स्वागत बा। ज्याकेट मैले निकालिदिएँ किनकि मलाई भइरहेको छ एकदमै गर्मी। आजको भिडियो हामी रिएक्ट गर्न गइरहेको छौँ बालेन शाह बालेन दाइको नयाँ भिडियो हाम्रो आएको छ, जय महाकाली। सो त्यो भिडियो रिएक्ट गरिदिउँ के कस्तो छ। बालेन दाइको अब कति पछि भिडियो आएको छ। उहाँ पोलिटिक्समा सबैभन्दा पहिला उहाँलाई कङ्ग्रेचुलेसन गर्न चाहन्छु। उहाँ अब हाम्रो नेपालको पिएम, जय नेपाल। अब हाम्रो देश जानेछ राम्रो बाटो भन्ने आशा राखेको छु। धेरै राम्रो होस्, राम्रो बनोस्, सबै साला राम्रो हुन्छ है। अब सुरु गरौँ है त। 3, 2, 1 गो। क्राउड यहाँ चाहिँ सबै यो पोलिटिक्समा अब के भयो, उहाँहरूको चुनावहरूमा यताउता सबै देखाउनु भएको रहेछ। चुनाव है त, जय घन्टी अरू केही होइन, जय घन्टी जय बाली। मुटुभरि आठ मेरो रातो रगत उमाली, दाजुभाइ साथ मेरो यो पटक चाहिँ उचाली ल्याउँछु शिर थापेर नेपालमा पुकारी नबस्नु है, रङ्गाउँछु तिमीलाई श्रृङ्गारी। यो पालि चाहिँ घर घरमा हाँसो खुसी फुट्नेछ, हरियो वनको गाछ मेरो जस्तो आए नि चुक्नेछ। नफुलोस् यो सास मेरो चितुवा चाहिँ कुद्नेछ, बिरुवा चाहिँ फुल्नेछ यो बसन्तको पालुवा। यो पालोमा कालटिका महाकालीको आशीर्वाद। क्राउड कति हो के क्राउड, अरू साला यति क्राउड त के अरे हाम्रो स्टार मतलब हिरोहरूको पनि आउँदैन के यति क्राउड त। मेरो जस्तो आए नि पटक चाहिँ उचाली ल्याउँछु शिर थापेर नेपालमा पुकारी नबस्नु है, रङ्गाउँछु तिमीलाई श्रृङ्गारी। यो पालि चाहिँ घर घरमा हाँसो खुसी फुट्नेछ, हरियो वनको गाछ मेरो जस्तो आए नि चुक्नेछ। नफुलोस् यो सास मेरो चितुवा चाहिँ कुद्नेछ, बिरुवा चाहिँ फुल्नेछ यो बसन्तको पालुवा। यो पालो फेरि गइगयो, ठिक छ पछि हेरौँला। कालटिका महाकालीको आशीर्वाद, पारसमणि चम्किनेछ देऊ केवल हातमा हात। नेपालमा जनता र हामी सबैको आत्मसाथ देखेर गोर्खाली दुश्मनलाई पर्नेछ हृदयघात। पुग्नेछौँ शिखरमा जुक्ति हाली सबलाई दिँदै मात 9-2 मिलेर। उहाँको मलाई एउटा क्लिप क्या मन परेको थियो के, त्यो चितवनमा उहाँले स्पिच दिनुभएको थियो नि, के अरे मेस्सीलाई फुटबल खेल्न सिकाउनु पर्छ, रोनाल्डोलाई फुटबल खेलाउन सिकाउन पर्छ। मस्त यहाँ रवि लामिछाने दाजु र हाम्रो बालेन दाजुको जोडी अब भन्छ के नेपाल अब चाहिँ सही बाटोमा जान्छ। यो मुला केपी ओलीहरूले होला जमानादेखि म त जन्मे पनि थिएन त्यति बेलादेखि राज गर्दै आइरहेको छ। बालेन दाइको कस्तो खुसी लाग्यो क्या मलाई त। उहाँले चिरेर भिरेर काँधमा माया आउनेछ, सान लिएर ज्यान दिएर बिग्नेछ यसपालि काम तिरेर। कस्तो राम्रो गीत पनि यस्तो गुजबम्स आयो यार। अगाडि गरौँ। जय महाकाली महाकालीको आशीर्वाद, पारसमणि चम्किनेछ देऊ केवल हातमा हात। नेपालमा जनता र हामी सबैको आत्मसाथ देखेर गोर्खाली दुश्मनलाई पर्नेछ हृदयघात। पुग्नेछौँ शिखरमा जुक्ति हाली सबलाई दिँदै मात 9-2 मिलेर विदेशी माटो चिरेर भिरेर काँधमा माया आउनेछ, सान लिएर ज्यान दिएर बिग्नेछ यसपालि काम तिरेर। जय महाकाली आयो गोर्खाली, यसपालि डराउँदैन यो नेपाली। जय महाकाली आयो गोर्खाली, हातमा राख्नु बानी फैलिन्छ यो नेपाली। जय महाकाली आयो गोर्खाली, यसपालि डराउँदैन यो नेपाली। जय महाकाली आयो गोर्खाली, हातमा राख्नु बानी फैलिन्छ यो नेपाली। सरै जस्तो छाती मेरो पहाड शिर टाकुरा, सगरमाथा चाहिँ चिसो निधार बलियो छ यो पाखुरा। जस्तो आए नि उम्किन्न बैरी सोची फ्याकुम्ला म हिँड्छु दौडिन्छु, रोक्नेको घाँटी न्याकुम्ला म भिड्छु छोड्दिन ठेक्नलाई। एकचोटि दौडिन्छु रोक्नेको घाँटी न्याकुम्ला।
मेरो फोनको फेरि स्पेस सकेर केही छैन। साला जति बेला पनि स्पेसै सकिन्छ खाली नै हुँदैन, धेरै छुट्टी जान्छ। यस्तो मजा भाइ भइरहेको थियो गीतमा। के गर्नु, सुरु गरौँ है त। फेरि यस्तो जोस आइरहेको थियो, गुजबम्स आइरहेको थियो। यो मुला मेरो फोन पनि दिमाग खराब गर्छ। सुरु गरौँ है त। व्याकुल छ चिनिन्छु, हजारौँ बासी विश्व एक ठाम राखौँला चिर्दिन्छु। जस्तो नि जाल पाल सबैमा कुरा, आगो पनि बोल्ने छु म, चिसो पनि बरफ छै। विश्व झुकी बोल्ने छ, हेर नेपाल रहेछ फरक नै। अरू भन्दा अनुपम छ मेरो चाल ढाल पनि। नआइज मेरो सामु खोक्रो खोलीको खाल बनी। भुइँचालो चाहिँ गचिने छु 46 को साल बनी। असारे बनी बसिन्छु बाढी ल्याउने काल बनी। इन्किलाब क्रान्तिले शान्ति सम्हाल्छ नि, एकताको बल मेरो राष्ट्रिय दण्ड अखण्ड। नेपाली यसपालि इतिहास बन्दैछ, इतिहास बन्दैछ। छुट्टै जोस आइरहेको छ, खुसी लागिरहेको छ यार। दामी लिरिक्स छ यार। बम छ मेरो चाल ढाल पनि। नआइज मेरो सामु खोक्रो खोलीको खाल बनी। भुइँचालो चाहिँ गचिने छु 46 को साल बनी। असारे बनी बसिन्छु बाढी ल्याउने काल बनी। इन्किलाब क्रान्तिले शान्ति सम्हाल्छ नि, एकताको बल मेरो राष्ट्रिय दण्ड अखण्ड। नेपाली यसपालि इतिहास बन्दैछ। विश्वमा ठण्डा फरफराउने छ एक दिन। जय नेपाल। कस्तो राम्रो देखेको क्या बालन दाइ डान्स गरेको। अनि यहाँ स्माइल। यहाँ हेर न, यहाँ स्माइल। बालन दाइको त ठुलै फ्यान भइसक्यो म त। पहिला पनि थिएँ, त्यो मेयर बन्दाखेरि नै थिएँ म त। अब्बा मेयरको बेला त्यो जवाब हुन्छ नि, त्यो के अरे मिटिङमा जवाब दिएको। आपुई ओके गाइज, ल है त हाम्रो बालन दाइको गीत सकिसकेको छ हेरेर। जय महाकाली। अब हल्का यता ल्याम, अब कुरा गरौँ भिडियोको बारेमा। भिडियोमा पोलिटिक्स अनि नेपालीको कल्चर अनि उहाँको मनको कुराहरू अनि जनताको कुराहरू सबै लिएर आउनु भएको छ। एकदमै राम्रो गुजबम्स। जब त्यो हुक आउँछ नि, जय महाकाली वीर गोर्खाली भन्छ नि, त्यसपछि त सक्यो सबै। बुढापाकाको जमाना गयो, मतलब नेताहरू। अब आउँछ नयाँ नेपाल बन्छ, अब नयाँ नेपाल है त। सो वेट गरौँ। अब शपथ पनि लिने तारिक आउँदैछ। त्यसपछि नेपाल नयाँ बाटोमा। एकदमै खुसी छु। कस्तो के छुट्टै खुसी छ क्या भने उहाँले जितेर। सो अब यति नै हो। भिडियो लिरिक्सदेखि लिएर अब पोलिटिक्सको सिनहरू कल्चरहरू सबै देखाउनु भएको छ। एकदमै भिडियो राम्रो छ, गीत राम्रो छ, मिठो छ। सो भिडियो मन पर्यो भने मेरो रियाक्सन कस्तो लाग्यो त्यो कमेन्ट पनि गरिदिनु होला है। मेरो रियाक्सनमा अब के कमी के मतलब कमी कमजोरीहरू हुन्छ नि त, त्यो त्यसलाई भन्नु होला। अब म अरू पनि के गर्न सक्छु त्यो भन्नु होला। भिडियो मन पर्यो भने मेरो लाइक गर्नु, कमेन्ट गर्नु, सब्सक्राइब गर्न नभुल्नु होला। धन्यवाद। धन्यवाद के पात। अनि म के अरे भिडियो लेट हाल्छु भन्दैमा नरिसाइदिनु होला है, सरी त्यसको लागि। अब चाहिँ छिटो भिडियो ल्याउने कोसिस गर्नेछु म। सो बाई बाई।